Hello guys, so today यहाँनिर cycling भइरहेको छ guys. So this is how it looks at night. सिसाइडमा साइकल कुदाउँदै साथीसँग आएको थिएँ. So एकदम मजाको भ्यू छ guys. So enjoy watching. So this is how it is. स्टारहरू लागिरहेको हैन. पानी परेको थियो हिजो अस्तिको दिन क्वाइट ह्युज. सो त्यसले गर्दाखेरि अलिकता पानी पनि धेरै परेर भुइँतिर पनि पानी चिसो गरेर शीतल गरेर मौसम छ. सो यस्तो भइरहेको छ गाइस. सो यहाँनिर चाहिँ यसरी मान्छेहरू वकमा गइरहेको छ. So साँझ पनि पर्यो. So it's a bit nicer weather. So यस्तै छ guys. How you guys are doing? Ramadan is going out here, so it's not that busy. So everyone is doing chilling out. So that's how we are going also. So water सिम्फोनी होटल छ त्यहाँनिर यहाँनिर अगाडिपट्टि गाइस. सो यहाँबाट यसरी सरर जानु पर्यो. यस्तो छ है गाइस. युजली यहाँनिर चाहिँ डेट्सको रुखहरू छ. सो इफ यु आर वन्डरिङ डेट्सको रुख चाहिँ कस्तो हुन्छ हो भने चाहिँ दिस इज द डेट्स ट्री हैन. सो फेरि बेसी स्पिड कुदायो भने अहिले उत्तानो पल्टिन्ला. त्यही भएर हातले साइकल कुदाएर दाहिने हातले के अरे क्यामेरा होल्ड गरेको. भिडियो इज कमिङ भेरी सेक. भेरी सरी फर द्याट. त्यस्तै छ गाइस. सो दिस इज अल अबाउट राइडिङ साइकल एट नाइट. रमदानमा फ्यामिलीहरू बसेर यसरी दे आर इन्जोइङ देयर meal together. So यहाँनिर चाहिँ रेड स्कार्फ्सहरू रहेछ. क्वाइट अ लट रेड स्कार्फ्स. यहाँनिर मान्छेहरू वकमा गइरहेको छ. So here मान्छेहरू जोगिङ गरिरहेको छ. There is Salmiya. So here is एकदम यतिखेर चाहिँ दामी हुन्छ यहाँनिर. ज्यान फ्याप चिसो पनि हुन्छ हल्का. अब फेरि समर टाइममा यतिखेर यहाँ साइकल कुदाउँछु भन्न सक्दैन. सो दिस इज हाउ इट इज गाइस. मान्छेहरू बसिरहेका छ. बाई बाई गाइस. सी यु नेक्स्ट टाइम.